अहमदाबादमा हिजो भएको दुर्घटना है, प्लेन दुर्घटना दुःखदको एउटा समाचार हो यो। अनि जुन व्यक्ति 242 जनामा एकजना बाँच्नु भनेको एकदमै चमत्कार कुरा हो। त्यो भनिन्छ नि, दैवले जबसम्म चाहँदैन तबसम्म कालले पनि केही गर्नु सक्दैन भन्ने प्रमाण गरेको छ। त्यो भाग्यमानी व्यक्ति चाहिँ रमेश हो र उहाँको अहिले ट्रिटमेन्ट चलिरहेको छ, उहाँलाई चोटपटक लागिरहेको छ। अनि यस्तो दुर्घटना मैले त लाइफमा पहिलोचोटि है यसरी सुन्नु पाएँ, देख्नु पाएँ। त्यो पनि मैले लाइभ त देखेको होइन, भिडियो मार्फत। जुन 241 जना खरानी हुँदा जुन प्रकारको ज्वाला जल्दाखेरि मेरो मुख एकदमै कमजोर भइएको थियो। अनि प्रार्थना गर्नेछु त्यो जुन घरको लागि, जुन मृत्यु जतिजना घोषित भएको छ उनीहरूको लागि। अनि टेक्निकल इस्युहरू थियो होला प्लेनमा कतिवटा, त्यसको जाँच पडतालहरू हुँदैछ। अनि